शरीरको आवश्यकता अनुसार खाना वा आहार लिनु नै पोषण हो। यो आहारको तत्त्वहरू भनेको कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लो पदार्थ हो। असल पोषणका लागि सन्तुलित आहार आवश्यकता हुन्छ। त्यति मात्रै त होइन त, शक्ति दिने, वृद्धि विकास गर्ने, रोगबाट सुरक्षा दिने चिज तत्त्व भएको खुराकहरू चाहिने र ठिक्क मात्रामा मिसाइएको खानेकुरालाई सन्तुलित आहार भनिन्छ भनेर पनि त सिकाइदिनु पर्यो नि जिन्दाहरूलाई। अनि त्यहाँबाट त्यही कुरा त म बुझाउन मात्रै सुरु गर्दै थिएँ, तपाईँ ठ्याक्कै बिचमा आइपुगिहाल्नु भयो मङ्गलदाइ। आउनु मात्रै त होइन त, आएर चुरो कुरो पनि ठ्याक्कै भनिसके त। ल अब म अगाडि भन्छु, तपाईँ पनि सुन्नुहोस्। अब असल पोषणका लागि सन्तुलित भोजन त खानु पर्यो नि, नियमित रूपमा शारीरिक व्यायाम पनि गर्नुपर्छ। बच्चाहरू, बाबु नानी र तिनलाई जन्माउने माउको तन्दुरुस्ती, बलियो र रोगसँग भिड्ने प्रणालीको विकास, बुद्धिको विकास, सर्ने र नसर्ने रोग व्याधिको अनिष्ट हटाउन र लामो आयुको लागि पनि पोषण जरुरी मात्रै हो नि त, रामबाडे हो नि त। अन्त तपाईँलाई त धेरै कुरा पो थाहा रहेछ। थाहा मात्रै त होइन त, झिरिप्पै पो थाहा छ त। अन्त 1-2 हप्ता मात्रै त होइन त स्वास्थ्य चौकीमा 2 वर्ष काम गरेको यसले। तर के गर्नु, दसैँलाई भनेको हुँदो रहेछ। अनि त्यहाँबाट घाँस काटेर रुख चढेर जान लडेर खुट्टो मात्रै मर्केको होइन त, भाँचेर नली खुट्टो ठनक्क भयो नि त। अन्त थला परेर 1-2 महिना मात्रै त हो नि त, 6 महिना थला परेपछि जानको ज्यानभन्दा जागी ठुलो मात्रै त हो नि त, सर्वस्व हो भनेर जागी सागेर हुत्याएर जानको सेवा सुसारमा लाग्यो। अनि त्यहाँबाट तर के गर्नु, भाग्यमा भएपछि ढोकाउँदो पनि अडिन्छ, अडिनु मात्रै त होइन त, निम्ठो अझ निम्ठोभन्दा पनि चुली नै हुँदो रहेछ त। फ्याट्टै यता घन्टी ठोक्ने जागिर मिलिहाल्यो। अन्त एउटा जा दाम्रो मात्रै त होइन, कुरो त अन्त्यमा बटाइयो त। अन्त एउटा विषयवस्तु छोडेर कता पुगेछु अन्त एउटा भाइ बहिनीहरूलाई अरू के छ पढाएर मात्रै त होइन त, जडी कुरो बताएर उता स्कुलको अफिसतिरै आउनु होला। सरहरू अफिसमा पर्खिरहनु भएको छ, फेरि सरहरू हजुरलाई पुरेर झोक्राउनु मात्रै होइन त, सक्नु भयो होला, झट्टै आउनु है। अन्त एउटा हस्, म आउँछु। किशोर अवस्थामा फेरि एकपटक शरीरको वृद्धि विकास तीव्र रूपले हुने भएकोले यो अवस्थामा शरीरलाई पोषणयुक्त खानेकुराको धेरै नै आवश्यकता पर्दछ। 20 वर्ष नपुगी बिहे गर्नु अनि गर्भधारण गर्नु, लैङ्गिक विभेद, स्वास्थ्य सेवाको पहुँचमा कमी, अज्ञानता आदि कारणले शरीरमा कुपोषण हुन्छ। धन्यवाद छ गरिमा मिस, हाम्रो विद्यालयसम्म आएर विद्यार्थीहरूलाई पोषण सम्बन्धी सचेतना वृद्धि गराउन सहयोग गर्नुभएकोमा यहाँहरूप्रति आभार प्रकट गर्दछु। अध्यक्षज्यू, हेड सर लगायत यहाँहरू सम्पूर्णलाई हृदयदेखि आभार, विशेष गरेर मलाई यो मौका दिनुभएकोमा। किशोर किशोरीहरूको पोषण प्रवर्धनका लागि आजको कक्षा अत्यन्त महत्त्वपूर्ण रह्यो नि सर। विद्यार्थीहरूको पोषण अवस्था सुधारको लागि विद्यालयको भूमिका पनि महत्त्वपूर्ण छ है। ठिक भन्नुभयो हेड सरले। विद्यालयले खाजा कार्यक्रममा स्थानीय स्तरबाट उपलब्ध भएका पोषणयुक्त खाद्य वस्तुहरूको प्रयोग गर्ने, सिफारिस अनुसार किशोरीहरूलाई आइरन फोलिक एसिड चक्की, जुकाको औषधि खुवाउने काममा विद्यालयले प्राथमिकता बढाउनुपर्छ सर। मलाई 1-2वटा कुरा थप्न मन लाग्यो है। पोषणयुक्त तरकारी खानका लागि विद्यालयमा उपलब्ध जमिनमा करेसाबारी लगाउने, अनि चमेना गृहलाई सरसफाइ गर्ने, अनि शुद्ध पिउने पानीको विषयमा पनि हामी अलि गम्भीर भएर सोच्नुपर्ने जस्तो देख्छु है म। ठिक भन्नुभयो सरले। त्यसै गरी किशोरीहरूको स्वास्थ्यलाई ख्याल गरेर विद्यालयमा महिनावारीसँग सम्बन्धित सरसफाइ र स्वच्छतामा अझ बढी सजगता अपनाउनुपर्छ। त्यति मात्रै त होइन त, बेला बेलामा तिनको शरीरको जाँच, विद्यालयमा तिनको स्वास्थ्य परीक्षण गर्ने मात्रै त होइन त, यसै गरी बेला बेलामा विद्यालयमा पोषणको क्लास चलाउँदै, त्यो माथि पोषण सम्बन्धी अतिरिक्त क्रियाकलाप गर्दै मात्रै त होइन त, वर्षमा एकखेप पोषण सधैँ बनाउन सके त झन् खपी नसक्ने राम्रो हुन्थ्यो नि त। अब त्यहाँ मैले त
बढी बोल्यो कि भनेर डर मात्रै त होइन त साथी पुत्लो उठेको थियो नि त अन्त एउटा सही कुरा बोल्नुभएको छ तपाईँले। विद्यालयले गर्ने काम त आफ्नो ठाउँमा छँदैछ, तर आफूले जानी बुझेको कुरा चाहिँ गाउँ समाजमा भनिरहनु होला है मङ्गल दाइ। भन्नु मात्रै त होइन त माइकै लगाएर फलाक्छु नि त अन्त एउटा जानेको कुरा भन्नु परेन त। तिम्रो आँखा पनि फुस्रो फुस्रो देख्छु त। खै हातमा पनि रगत नै नभएको जस्तो देखिन्छ त। तिमीलाई त रक्त अल्पता भए जस्तो छ। अस्ति म्याडमले भनेको कुरा बिर्स्यौ? किशोर अवस्थामा खानपिन पोषणयुक्त नहुँदा महिनावारी हुँदा अत्याधिक रक्तस्राव भयो भने शरीरमा रक्त अल्पता हुन सक्छ भनेको हो त। शरीरमा आइरनको कमी हुन नदिनका लागि आइरनयुक्त हरियो सागपात, अन्डा, मासु, कर्कलो, कोदो, मासको दाल, गुन्द्रुक आदि दिन खानुपर्छ। त्यसो नहुँदा बौद्धिक विकास, शारीरिक विकास रोकिन्छ। माछा, मासु, दही, दुध मिलाएर खानुपर्छ। हप्ताको एकचोटि 13 हप्तासम्म आइरन चक्की खानुपर्छ। अनि वर्षमा 2 पटक 6 महिनाको फरकमा जुकाको औषधि पनि खानुपर्छ। जुकाको औषधि र आइरन चक्कीलाई कति पर्छ छोरी? हाम्रो स्कुलमा श्रावण भदौ असोज र माघ फागुन चैतमा निःशुल्क बाँडिन्छ। स्कुल जान नपाएका साथीहरूका लागि पनि पालिकाको स्वास्थ्य संस्थामा निःशुल्क रूपमा पाइन्छ। ल अब जेन्सलाई तुरुन्त स्वास्थ्य चौकी लगेर जचाइहाल्नुहोस्। हस् नानी। नमस्ते। के भयो सुषमा तिमीलाई? त्यही त भने मिस पहिलोचोटि पर सरे कि ठिक्क समयमा पो भइछिन् त। 13 वर्ष भइन नि सुषमा? हो मिस। महिनावारी हुँदैमा यसरी लजाउनु पर्दैन सुषमा। यसको बारेमा त खुलेर कुरा गर्नुपर्छ। हरेक महिलालाई सामान्यतया 9 वर्षको उमेरदेखि 15 वर्षको उमेरसम्म जुनसुकै बेलामा पनि महिनावारी सुरु हुन सक्छ। यो सामान्य प्रक्रिया हो। यो महिनामा एकपल्ट हुन्छ र यस्तो बेलामा चाहिँ आइरनयुक्त पोसिलो खानेकुरा खानुपर्छ। यस्तो बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ र महिनावारी हुँदाखेरि प्रयोग गरिएको प्याड चाहिँ समय समयमा फेरिराख्नुपर्छ। भनेको बेलामा गाउँमा प्याड पाउनै गाह्रो हुन्छ मिस। सफा सुतीको कपडा प्रयोग गर्न सकिन्छ। मैले भने कुरा ध्यान देऊ है त। ल अहिले म लागेँ। हस् मिस। हस्। नमस्कार सर। नमस्कार। अनि सर विद्यालयमा पोषण कार्यक्रम कस्तो चल्दैछ? बालबालिका किशोर किशोरीहरूमा सबैमा पोषण सम्बन्धी ज्ञान पुगेर सबैजना सजग र सचेत छ। बालबालिकाको स्वास्थ्य र सरसफाइ व्यवहारमा निकै सुधार भएको छ मिस। ज्ञान पनि यति मात्रै त होइन त छर कस्तै फैलिसक्यो त अन्त एउटा एकदमै राम्रो भयो सर। अहिले त शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी लगायत मङ्गलदाई जस्ता अभियन्ता र अभिभावक मार्फत पोषणको बारेमा जानकारी पुगेपछि गाउँघरतिर पनि सबै जसो पोषणका बारेमा जानकार भइसकेका छन्। पोषण मात्रै त होइन त अब त यो पालिका नै कुपोषण मुक्त हुँदैछ नि त अन्त एउटा यस्तै हुटुटी गरेर हामी सबै लागि पर्दा 753 पालिकामै कुपोषण हट्नु मात्रै त होइन चाँडै निमिटन नै हुन्छ नि त अन्त एउटा विद्यालयबाट पोषण सुधारका लागि भएको प्रयासका निम्ति विद्यालय र हेडसरप्रति आभारी छ। ल हेडसर र विद्यालयप्रति मात्रै त होइन त यो मङ्गलको ढङ्गले पनि त्यसको लागि धेरै काम गरेको छ नि त अन्त एउटा